बा ए बा खै पैसा दिनु न के भन्छ यो केटा के भयो किन चाहियो के लास्टै भोक लाग्यो यार लास्ट भोक लाग्यो यसो मोमो चाउमिन खानु पर्यो भनेदेखि अलिक पैसा दिनु न मलाई 200 250 रुपियाँ दिनु न मोमो चाउमिन खानु पर्यो लास्ट त्यहाँ दामी बनाउँछ मोमो खानु पर्यो रे मोमो चाउमिन खानु पर्यो रे अनि मोमो चाउमिन त मलाई आफैले कमाएर पो खानुपर्छ छोरा कहाँ मागेर बासँग पैसा मागेर हुन्छ त रामदाईले राम्रो बनाउँछ कि दामी बनाउँछ होइन त रामदाईकोमा खानु पर्यो होइन यस्तो भोक लागिरहेको छ होइन दामी बनाउँछ कि खानै हाल्छ नि मिठो के जाति हाल्छ जे पाए त्यही हाल्छ अनि मिठो बनाउँछ नि मलाई त्यस्तो बाहिर खाना धेरै खानु चाहिँ राम्रो होइन क्या छोरो स्वास्थ्यको लागि राम्रो गर्दैन कस्तो छुच्चो भइसक्यो हजुर त केही दिसिन्न यार केही भनेको पनि मान्छेन यस्तो मोमो खान मन लागिरहेछ क्या क्रेभ भइरहेछ मोमोको त्यही भएर मागेको नि कहिले काहीँ दिसो न यार हाम्रो पालोमा हामीले चियामा चिउरा हालेर त्यसलाई फुलाएर खान्थ्यौँ हाम्रो आमाले त त्यसरी चियामा चिउरा हालेर फुलाएर खुवाउनुहुन्थ्यो त्यही मिठो हुन्थ्यो त्यही मजाले खाइन्थ्यो आज त्यही खाएर हेर त अगाडि उभिएको छु ल हेरेँ मलाई त्यस्तो त्यो बाहिरको के विधि हालेको हुन्छ त्यस्तो चाहिँ खाएर चाहिँ मान्छे यस्तो भइसक्यो ज्यानै चाहिँ टाक्लाक्का भुँडी लागेको छ ज्यानै यस्तो भइसक्यो बाहिर खानेकुरा खानु हुँदैन छोरा धेरै बाहिर खानेकुरा खानु हुँदैन यस्तो कहिले काहीँ यसो खानेको एउटा कुरा हो त अब यहाँ घरमा गेडागुडीहरू यसरी बनाउँदैछु अहिले बेलुकाको खानाको लागि भन्दा गेडागुडी हानेर मजाले प्रोटिन पनि हुन्छ यसमा एनर्जी पनि हुन्छ पुरा शरीरले पाउने एनर्जी हुन्छ यो गेडागुडीको र दाल र तरकारी खाने हो क्या अहिले त्यहाँ स्याउ र केरा छ बरु त्यो स्याउ र केरा खान त्यसले स्वास्थ्यलाई राम्रो पनि गर्छ डाइजेसनलाई पनि राम्रो गर्छ होइन त्यो बाहिरको खानेकुरा खानु हुन त अलि हेल्दी खान सिक छ अब कहिले काहीँ खाँदा हो नि कहिले काहीँ यसो बाहिर खाना खान मन लाग्यो क्या अब टेस्ट गर्न मन लाग्यो त्यही त हो नि कहिले काहीँ क्रेभ हुन्छ नि बाबा हजुर पो खाइसिन्न त अब हामी त कहिले खान्छौँ नि त हुन्छ ल अब आजको लागि त पैसा लिएर जा तर अब सधैँ चाहिँ यस्तो बाहिर खानेकुरा खानु हुँदैन है यो चाहिँ हुँदैन घरको खानेकुरा खानुपर्छ घरमै हाइजेनिक खाना खानुपर्छ थ्याङ्क यू बाबा ल म चाहिँ गएँ अब लास्टै भोक लागेको छ होइन मजाले खाएर आउने हो होइन हस् थ्याङ्क यू है त खालि गाली गर्छु नि त तर त्यो काम चाहिँ गर्छु नि फेरि थ्याङ्क यू बा ए बा खै पैसा दिनु न